है साथीहरू। यो टाइल चाहिँ मेरो कालो भएको छ यस्तो पानी परेर। अब मैले यो हालेर सफा गरेपछि यो टिलिक्क टल्किन्छ। खिया लागेको छ, जे गर्दा नि जाँदैन, पुस्ता नि जाँदैन। यस्तो भएको छ खिया लागेर पुरै। अब मैले यो हाल्छु यसरी। हातमा पन्चा लाउनु पर्छ, फेरि यो पोल्छ नभए। अनि यहाँ यस्तो यो स्टिलको झुसले पुरा यसरी माझ्नुपर्छ। अनि यस्तो गरेर यसरी गऱ्यो भने चाहिँ टिलिक्क टल्किन्छ। खिया लागेकोहरू पनि सबै जान्छ। अब यसले यसरी पुस्ने टालोले। हेर्नु त साथीहरू कति राम्रो भएको छ। यहाँ सबै त्यस्तै थियो, पानी परेर माथिबाट सबै त्यस्तै थियो। मैले यसरी नै पुसेर सब टल्काइसक्यो। यहाँ पनि छ। यसलाई पनि फेरि यसरी घोर्ने, पुरै घोर्ने। हजुरहरूको पनि त्यस्तो भएको छ भने यस्तै फिनेल लिएर यसरी सफा गर्नु होला, टिलिक्क टल्किन्छ। यस्तो गरे यस्तरी पुस्नुपर्छ। अनि दामी छ यो है सामान चाहिँ। ल हेर्नु साथीहरू यस्तो टल्किँदो रहेछ। यो पुरै मैले गरेको हो, पुरै यहाँतिर अझै छ। यहाँतिर वाउ क्लिन।